हाम्रो ग्रेन्ड मल होइन कस्तो दामी सिन आइदियो पछाडि खतरमा नै हाँस पाउँदो रहेछ यार। यति 67 रुपियाँको मेरे को भी ले लो। पहिला म यसबाट भ्लग बनाउँथेँ कि वो भी पीछे वाला उसका ले लो अच्छे से। यहाँ अङ्कल चाहिँ रिसाइसक्नु भएको छ। 3.5 रुपियाँको चिप्स बस्कीमा लाइट भिडियो गर्ने सबैजनालाई हाम्रो समेत ब्रदरलाई है यही हो क्या जुङ्गा पलाउने खरै यहाँ बाहिर चाहिँ मायाखेरि एउटा सलाई त्यो वाट्सएपले बढी हिट सुरु भइसक्यो मैले ब्याक टु अगेन द न्यू ब्लग फ्यामिली। सो आफ्टर अ भेरी भेरी लङ टाइम होइन म चाहिँ फेरि नयाँ ब्लग लिएर आइसकेको छु तपाईँहरूकोसँग। लङ टाइम भन्दा पनि धेरै नै लङ भयो क्या, लगभग 8 महिना पछाडि चाहिँ म फेरि आइसकेको छु होइन। 8-9 महिना भइसक्यो। पछाडि हेरेर चाहिँ तिमीलाई थाहा भयो नयाँ देश नयाँ भेष नयाँ फेस नयाँ हेयर स्टार दाडी पलाउनु थाल्यो केटा। अनि आजको भ्लग चाहिँ के छ भन्दाखेरि आज चाहिँ म र सुजाले चाहिँ मिलेर लोकल कुखुरा खान जान लागेको, लोकल कुखुराको झोल। त्यही हो सुजालेको मामाकोमा चाहिँ पकाउन मिल्छ अरे, त्यही खान लागि जान लागेको कि तिमीलाई म कतारको भ्यू देखाइन्छु ल तल। धेरै महिना पछाडि भ्लग बनाउँदाखेरि चाहिँ होइन बोल्नको लागि नि अलिकति अनकम्फर्टेबल लागिरहेछ कि मलाई नि। अनि अर्को चाहिँ के भन्दाखेरि तिमीलाई चाहिँ होइन क्यामेरा पनि एचडीमा आइरहेको होला, मेरो फेस चम्किरहेको होला होइन। किन भन्दाखेरि चाहिँ मैले नयाँ फोन किनेको गाइज। बाहिर देशको प्रब्लम भनेको चाहिँ के भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ हटपट्टि भिडियो बनाउनै मिल्दैन क्या पब्लिक प्लेसमा, किनकि यहाँ प्राइभेसी भन्ने चिज हुन्छ क्या। अनि त्यही हो यहाँ सुजाले चाहिँ बोल्दैछ उसको घरमा। अनि लहेर तेरो क्यामेराबाट पनि कालो आउँछ त म। अनि त्यही हो अब चाहिँ हामी चाहिँ जान लागेको ग्रेन्ड मलदेखि साइडमा चाहिँ त्यो के भन्छ लोकल कुखुरा लिनको लागि कुखुरा सुखुरा लिने हो। सुजालेको मामाकोमा जाने हो, बनाउने सनाउने पकाउने खाने हो। लेट्स गो। तर यार मायाखेरि क्यामेरा त खतरा छ त घुमाउँछु सुई। यो चाहिँ हाम्रो ग्रेन्ड मल होइन। ग्रेन्ड मलदेखि पल्लोपट्टि चाहिँ हाम्रो प्लाजा मल छ, त्योदेखि चाहिँ पल्लोपट्टि जानुपर्ने छ क्या हामीले। धेरै दिन पछाडि भ्लग बनाउँदैछु म, बिचमा काट्दै बनाउँदैछु किनकि मलाई अलिकति अनकम्फर्टेबल लागिरहेछ क्या बोल्नको लागि होइन। सायद धेरै दिन पछाडि बोलेर होला। मैले फोनमा यसरी भिडियो बनाएको नि लगभग 9-10 महिना भइसक्यो क्या। 9-10 महिना पछाडि चाहिँ भ्लग बनाउँदैछु। सबैजनाले लाइक सेयर गर्नु होला। म किन भ्लग बनाउनु नआएको भन्दाखेरि होइन यो अहिले म देखाउँछु गाडीमा ल, यहाँनिर धेरै हल्ला छ क्या। त्यही हो लेट्स गो। हेर्दैछु जिमहरू पनि छ यहाँनिर, तर के गर्नु हाम्रो अकोमोडेसन भन्दा चाहिँ धेरै पर छ क्या। अनि त्यही भएर चाहिँ यहाँनिर चाहिँ बनाउन मिल्दैन होइन। पब्लिक यति धेरै छ नि यहाँनिर पछाडि, त्यो नि म बोल्दै हिँडिरहेको छु कि तिमीहरूको लागि। मलाई थाहा छैन म के बोल्दैछु, तर बोल्नु चाहिँ बोल्दैछु होइन। सपोर्ट गर अलिकति। अनि टुर हान्ने हो, कतार घुम्ने हो। अब नेपाल धेरै घुम्यो। हिँड्दा गली सकिसक्यो होइन गाइज। त्यही हो लेट्स गो। कस्तो दामी सिन आइदियो पछाडि क्यामेरा त मैले मारेको हो नि, तर मेरो अनुहार पो कालो आएर त नभए त। यहाँ चाहिँ मेन प्रब्लम भनेको त्यही हो क्या, क्यामेरा भिडियो बनाउनु नमिल्ने बाहिर देशको पब्लिक प्राइभेसी। अब चाहिँ हामी जाँदैछौँ यहाँ लाइटको सिस्टमहरू सबैजना कतारको सिस्टमहरू चाहिँ खतरा छ क्या। खतरमा नै हाँस पाउँदो रहेछ यार। लोकल कतारको गाडीहरू हेर। कुखुरा यहाँनिर छ 67 रुपियाँको रियल। भतिजले खुवाउँदैछ जियोस्। यसले गर्दा के अरे आज दिनभरि सुत्न नि पाइएन, रातभरि सुत्न नि पाइएन। राति म कति बजी सुतेको म आज 8 बजी सुतेको म। यसले गर्दाखेरि मस्त के अरे पैसा लिन बोलाएर के अरे अन्तिममा कहाँको प्लान सोच्दैन, सोचे जस्तो जिन्दगी केही हुँदैन भने जस्तो बनाइदियो नि यसले। अब चाहिँ हामी जान लाग्यो। कस्तो दामी आएको यहाँ न, फिल्टर लगाएर हेर्न कति तेरी बातें नहीं नींद के धारों के साथ में। ए म त खतरा गीत गाउँछु कि हो यार। त्यही होइन गाइस, हामीले चाहिँ ऊ पछाडिबाट चाहिँ फ्रेस चिकनबाट चिकन लिएर आएको। तपाईँहरूलाई नि खानु मन छ भने चाहिँ प्लाजाको अगाडि आउनु होला, यतातिर फ्रेस चिकन भन्ने ठाउँमा होइन। लेट्स गो। अब गाडी साडी खोज्ने हो। गाडी साडी खोजेर चाहिँ सुजालेको मामा भक्नामा जाँच ककटेल पार्टी। लेट्स गो। गएर पकाएर खाएर फेरि आउनुपर्ने। भोलि पनि मेरो छुट्टी होला। 1 तारिकदेखि छुट्टी भएको, ड्युटीमा आज 10 तारिक भइसक्यो। 10 दिन सुतेको छु त्यो रुममा। अब चाहिँ हामी कहाँ गएको भन्दाखेरि चाहिँ हामी चाहिँ फेरि उबर चाहिँ बुक गर्न आएन। अनि फेरि गाडी लिन जान लागेको। त्यो सुजाले अगाडि कुद्दैछ होइन, म पछाडि आउँदैछु। लेट्स गो। गाडीमा चढेपछि भेट्नुपर्छ र। यहाँ बाहिर यति धेरै हावा छ नि के भन्नु, केही बुझेको छैन। मलाई थाहा छैन यसमा साउन्ड पनि कस्तो आइरहेछ भनेर होइन। त्यो पनि एडजस्ट गर। लेट्स गो। अनि अब चाहिँ जान लागेको हामी। सुजाले चाहिँ अगाडिमा बस्ती गयो क्या, अगाडिमा
कस्तो म बस्ती भनेर टक्कसँग कस्तो सोचिरहेको थिएँ। अब बस्ती अब हिरो बस्ने ठाउँमा भिलेन बस्तिरहेको नि के भन्नु अब। गाई जस्तो हुन्छ कतार मन गोरो गोरो आयो त यार यसको भ्लगमा हेर न फोन कसको त सिम कान्डी जस्तो अनुहार बोकेर भिडियो ब्लगर अरे यो मेरे को भी ले लो। हाँ देखो बंगाली भाई अब बांग्लादेशी हो ना हाँ जैसे मैंने पता कर लिया एक ही बार में पता कर लिया देखौ त्यस्तो हुन्छ मलाई सबै कुरा थाहा हुन्छ के कतार हो यो अहिले चाहिँ हामी जाँदै गरेको यसले 10चोटि एउटा ब्लगमा भनिसक्यो कि मामाकोमा जानु आँटेको भनेर मामाकोमै जानु आँटेको यसको ब्लग हो यसको ब्लग हो वो भी पीछे वाला उसका ले लो अच्छा से। ये पीछे वाला है ये पीछे वाला है और तुम थोड़ा इधर खड़ा हो जाओ। क्यामेरा एंगल ये देखो अगर कतर आ गए तो इन भैया की गाड़ी में चढ़ो हमें कतर आको कति भयो तपाईँको कति भयो 9 महिना भयो। हाँ इसका 9 महीने पूरा हो गया ये अभी जन्म ये अभी बच्चा जन्म देगा मेरा 20 साल हो गया। हाँ ये 20 साल हो गया 20 साल? देखो आपको तो आधा जिंदगी तो इधर ही कट गया है। मेरा पूरा जवान इधर खलास है। त यस्तै हुन्छ के खाडी आएपछि हम जिस टाइम आया उस टाइम सही बात इतना है, ये इतना पूरा ले गर्छ खाली था और रोड भी देखा उसका। हाँ रोड दिख रहा है ये देखो रोड दिख रहा है दिख रहा है। कैमरा है ना आगे पीछे। डुअल कैमरा कर दिया है दोनों चालू किया। दोनों चालू किया अच्छा किया। इफ्तारी मतलब क्या है? इफ्तारी भनेको चाहिँ मुस्लिम हाँ इफ्तारी के बारे में कुछ बोलो हाँ? मतलब हम लोग रोजा रखता है ना रोजा व्रत ये लिन्छ व्रत अजान आएगा उस टाइम राखेको इफ्तार करेगा बिहान को उसके इफ्तारी बोलते सुबह हैं। कितने बजे से खाना करते खाएगा। स्टार्ट करते हो सुबह कितना बजे 4 बजे खाता है। हाँ 4 बजेदेखि पानी पनि पिउनु मिल्दैन 4 बजे खाता है, अभी तक नहीं खाया अभी खाएगा ये। अब गएर खान्छन् अनि इफ्तारी गर्दाखेरि चाहिँ खजुर खानुपर्छ खजुर खानु अरे सुरुमा इफ्तारी जब इफ्तारी खोल्दै हो शुरू में तब- खजूर खाता है हम हाँ लोग। शुरू में खजूर वो अच्छा होता है ना हम लोग को तो अभी तो आदत हो गया होगा ना। हाँ, यार नहीं लगता तो दिन में लगता है क्या करेगा वो थोड़ा बर्दाश्त करना चाहिए ना। खजूर तो नहीं ये पानी से काम चला लेता है क्या करेगा। हाँ बिस्मिल्लाह। बिस्मिल्लाह बोल के खा लो कुछ नहीं होगा आपने आज का रोजा खोल दिया। ड्राइवर का जिंदगी ऐसा है ना। भाई क्या करे तिमीहरूलाई म के देखाउन लागेको थिएँ भन्दाखेरि यो फोन छ नि यो फोन पहिला म यसबाट भ्लग बनाउँथेँ कि यो फोनमा चाहिँ स्टोरेज एउटा छैन कि स्टोरेज म देखाउँछु ल 4 GB मात्रै हो क्या फोन 4 GB 64 हो क्या 64 त एकैछिनमा भरिने क्या फोनमा यार केही नपुग्ने क्या फोनमा हिरो नेपालमा भन्नेहरूले सबैले भ्लग किन आएन भन्छ यहाँ स्टोरेज यति छ 2 GB लगभग 3 GB खाली छ 3 GB मा के नै हुन्छ भ्लग बनाउँदा त्यो 3 GB ले पनि पुग्दैन अनि 3 GB ले नपुगिसकेपछि एडिट गर्नु पऱ्यो एडिट गर्दाखेरि लाग्छ 4-5 GB अनि स्टोरेज चाहिँ पुग्दैन क्या पहिला पनि म यति मेहनतले बनाएको थिएँ नि यो फोनमा तर यो फोन मेरो फर्स्ट फोन हो पाजुले दिएको 10 पास गरेर अहिलेसम्म छ लगभग 4 वर्ष भयो होला 4-5 वर्ष केही भएको छैन अहिलेसम्म यही अस्ति फुटेको यो एयरपोर्टमा काम गर्दाखेरि न त केही नै भएन केही फिरेको छैन अहिले चाहिँ नयाँ फोन आएको छ फ्लेक्स हान्दै गयो अलिकति मैले अब आउँछ नयाँ भ्लगहरू राम्रो भ्लगहरू लाइक सेयर सब्सक्राइब गर होइन अब चाहिँ कन्सिस्टेन्ट हुने कन्सिस्टेन्ट यो लेट्स गो अब सुजलेको मामाको नि रुम आइपुग्नु लाग्यो अब रुममा जाने हो पकाउने सकाउने अनि खाने हो यो सुजलेको मामाको क्याम्प अब आइसक्यौँ चलो भैया शुक्रिया देखना यूट्यूब में ठीक है क्या नाम पता है मेरा नाम आरिफ। आपका नाम नहीं ना यूट्यूब में यूट्यूब में हाँ तो कैसे देखोगे आप सामिर ब्लॉग नहीं तो बेंगडारा ब्लॉग सर्च करना ठीक है सामिर ब्लॉग सर्च करेगा हाँ ठीक है चलो चलो भैया ठीक है त्यही हो यहाँनिर छ मलौडी मासु दिए त यहाँ यसले मासु बोकिरहेछ कोक्सोकहरू किन्नु बनाएछ यसो होइन हल्का चिसो खानै पर्यो अब दारू नखाएपछि म त दारू सारू क्लिन कट बसेको नि त केटा म त क्लिन कट पहिला चाहिँ म दारू खान्थेँ भ्लगमा पनि देखेको थियो होला होइन अहिले चाहिँ क्लिन कट बसेको म जति पनि नेपालमा हुनेले भन्नुहुन्थ्यो भ्लग आएन भनेर अब यो भ्लगमा चाहिँ सपोर्ट आएन भने तिमीहरूले धोबी खान्छौ तर थाहा छ होइन कतिकोमा नोटिफिकेसन जाँदैन होला धेरै दिन पछाडि चाहिँ बनाएको छ सबभन्दा पहिला चाहिँ वासरुममा जाने हो वासरुम लेट्स गो यहाँ अङ्कल चाहिँ रिचार्ज सक्नुभएको छ तपाईँ लेट्स गो अब पकाउनुहुन्छ नि होइन यहाँ भ्लगमा आउँछ है तपाईँ पनि अङ्कल युट्युबमा
किन लदर भएको अब त्यही हो यहाँ पकाउनुहुन्छ अब म चाहिँ गएर यसो भ्लग एडिट गर्छु होइन अनि एकछिनमा टक्क हल्का हल्का हालिदिने अनि खाने जाने अनि जानुपर्ने छ हिजो पनि म कति बजी म बेलुका सुतेको क्या कति बजी लगभग बिहानको 8 बजी सुतेको म बिहानको 8 बजी सुतेर 12 बजी 1 बजी उठेर नुहाइधुवाइ गरेर ब्रस गरेर खानासाना खाएर अनि एकछिन बसेर अनि हिँडेको मान्छे हिँडे अब के भन्नु बम पड्किरहेछ आकाश यस्तो छ होइन न जति पनि हुन्छ कतारमा नडराउनु होला केही पनि हुँदैन होइन हल्का फुल्का त डर त लाग्छ आकाशमा बुडुम गर्दाखेरि त्यो पनि केही हुँदैन यहाँको डिफेन्स सिस्टमले चाहिँ जो कडकै हो क्या आकाशमै सबै पड्काइदिइरहेको छ होइन अनि अर्को चाहिँ एडभाइस के दिन चाहन्छु भन्दाखेरि जतिले पनि यो भिडियो हाल्दै हुनुहुन्छ होइन लाइभ बस्नुहुन्छ जतिजना पनि टिकटकमा होइन यो बम पड्काएको देखाएर त्यो चाहिँ नगर्नु होला कसैले पनि होइन किनकि कतारमा चाहिँ स्ट्रिक्टली मान्छेहरूलाई चाहिँ पकडेर लिएर जाँदैछ क्या कतिजना हिजो हाम्रो ग्रुपमा हालेको थियो कि 313 जनालाई पक्डिसक्यो भनेर अनि भनौँ मलाई यो नयाँ लुक्सले कस्तो देखेको छ हेर है केटा मान्छेलाई चाहिँ केले चिनाउँछ भनेर दारीले हल्का फुल्का दारी आउँदैछ होइन त्यही हो अनि म चाहिँ दारी पलाउनुको लागि हल्का लाउँदैछु क्या त्यो मलाई भरे रुममा गएर देखाइन्छ होइन म के लाउँदैछु भनेर अनुहारमा अनि त्यही हो अलिअलि पलाउँदैछ क्या धेरै पलाएको छैन प्याची बियर्ड भन्छ यसलाई चाहिँ होइन अनि कपालमा चाहिँ कस्तो देखेको छ नयाँ घडी फ्लेक्स हानिदिनु पऱ्यो नि त यहाँ दुईजनाले चाहिँ पकाउँदै हुन्छ मस्तसँगले सबै काटेर त रेडी बनाएर राख्नुभएको थियो कि यस्तो छ अनि भान्साको तालै यस्तो छ के भन्नुहुन्छ अनि हाउडै हो क्या भान्सा त ड्युटी हुँदैछ तपाईँहरूको हाम्रो ड्युटी म छ 1 तारिकदेखि सुतेको म त हाम्रो पनि अब यो त्योभन्दा अगाडि चाहिँ छुट्टी थियो पैसा छोडिदिन्छ होला हामीलाई योपालि 1000+300 मात्रै आउँछ जस्तो भइरहेको छ अनि ड्युटी लागेको छ नि 1 तारिकदेखि अनि कहाँ दिन्छ ड्युटी नै नगएपछि नि लगाइ छैन सुजलेर अङ्कलले चाहिँ पकाउँदै हुन्छ मेरो फेरि साइनो कस्तो छ भन्दाखेरि होइन म चाहिँ फेरि यतापट्टि चाहिँ सुजलेको मामालाई अङ्कल भन्छु होइन अनि यतापट्टि के भन्छ जो सुजलेको मामाको बुढी हुनुहुन्छ उसलाई चाहिँ फेरि म भाउजू भन्छु क्या साइनो फेरि कडक छ नि त मेरो होइन मेरो साइनो चाहिँ फेरि कस्तो भन्दाखेरि आफू जस्तो छ भन्दाखेरि दाजुहरू भन्ने हो आफूभन्दा अलिकति ठुलो छ भने सिधै मेरो चाहिँ अङ्कल जान्छ अङ्कल आन्टी त्योभन्दा अलिकति ठुलो छ भने हजुरबा हजुरआमा त्योभन्दा सानो छ नि भाइ बहिनी त्यति हो मेरो साइनो खेलाउने भनेको त्यो गएर काका काकी मामा माइजू यस्तो त हुँदैन अङ्कल आन्टी हजुरबा हजुरआमा भाइ बहिनी दाजु दिदी त्यति हो अनि अब म चाहिँ एडिट गर्नु लागेको होइन अब पकाउनुहुन्छ त्यहाँनिर पकाउँदै हुनुहुन्छ पकाइसकाइ गरेर ल्याउनुहुन्छ अनि म केटा दुब्लाएको छु अरे अहिले म दुब्लाइसक्यो नि हेर ज्यान गइसक्यो म नेपालमा त ढक्कसँगले जिम गरिन्थ्यो होइन अलिकति भएको थियो कस्तो गाई चटारे कपाल हो मेरो त त नेपालमा जिम गरिन्थ्यो यहाँ त जिम पनि छैन त्यही पनि अब स्टार्ट चाहिँ गर्नु पऱ्यो भन्दै चाहिँ हल्का फुल्का पुसअप भनेर त्यहाँनिर चाहिँ अब हेर पाकिसकेछ भन्दा नि स्यामी पारेर चटचुट पारेर हाल्नु भएछ होइन टमाटर काटेर रेडी बनाएर राख्नुपर्छ धनिया सनिया चाहिँ हालैमा आएको अरे बुझिस् नि धनिया चाहिँ माथिबाट अमिलो समिलो झ्याप्प खाइदिनु पर्छ अनि ल कस्तो पानी पर्नु लागेको पानी पर्ने जस्तो मौसम भएको यार गाई अब चाहिँ यहाँनिर पाक्नु लागिसक्यो थामा अब त्यो यो त अनि के भन्छ पाकेर नि के भइसक्यो त नि होइन मजाले गर्नुपर्छ हड्डी नै पक्लिन आँटिसक्यो त यो त ए हो ल ठिक छ अब चाहिँ हामी कहाँ गएको भन्दाखेरि होइन बक्लातिर जाँदै गरेको अघि पानी परेन भन्दा नि पानी चाहिँ अलिअलि छिट्याएको थियो होइन अघि एकछिन बाहिर पुगेर आउँदाखेरि चाहिँ पानी छिट्याएको छ कि अलिअलि छिट्याएको थियो तर फेरि अझै स्टप भइसक्यो होइन मैले गीत अलिकति गाएर स्टप गरिसकेपछि मात्रै अलिकति पानी पऱ्यो कि तर मैले सबै गीत एउटा पुरै गीत गाइदिएको भए चाहिँ यहाँनिर ठुलै बाढी नै आउन सक्ने सम्भावना थियो त्यही भएर चाहिँ मैले नगाइदिएको होइन अब चाहिँ हामी बक्ला जाँदै गरेको बक्ला गएर चाहिँ कोकसोक लिएर आउनुपर्ने छ खाने हो खाएर चाहिँ जाने हो अब आज चाहिँ छिटो सुत्नुपर्ने छ हिजो पनि सुतेको छैन आज कति बज्यो 6:07 7:30 भइसक्यो गाह्रो छ त्यसको ड्युटी छ मेरो त भोलि पनि छुट्टी 11 दिन भइसक्यो 11 दिन छुट्टी भइसक्यो गाइज होइन पैसा छैन पैसा अब आउँदैन जस्तो यो पालि चाहिँ कति बेसिक स्यालेरी मात्रै आउँछ जस्तो छ गाह्रो छ
सो यहाँ हेर यो चाहिँ बगला होइन बगला यहाँ चाहिँ सबै पाइने रहेछ क्या दाल साल चिउरा कति अरे बुझाला चिउरा देखा त चिउरालाई 5 रियल 5 4 20 200 रुपियाँ यहाँ यतातिर रहेछ यो माथितिर अचारहरू कति भन्दा तेलहरू अनि यता चाहिँ सब्जीहरू रहेछ यहाँ गाई 3.5 रुपियाँको चिप्स प्लास्टिक यत्रो छ भित्रै सो गाई यहाँनिर हेर्न सक्नुहुन्छ हिन्दी बोल्न आउँछ त मलाई त यार यसको प्राइस कति हो भन्दैन कति भन्दा जम्मा 34 रियल जम्मा यति एउटा डाटा केबल एउटा भुजा एउटा चिउरा एउटा कोक अनि 3.5 रुपियाँको चिप्स पैसा सहित अब चाहिँ त्यहाँ मासु पाकिसक्यो खानासाना पाकिसक्यो अब लिएर जाने हो खाने हो अनि खाएर चाहिँ टा बाँधिने रुमतिर यसको पनि ड्युटी छ भोलि बस्कीमा जे होस् अङ्कलकोमा आएर अब खाइन लाग्यो कस्तो फाल्टु तपाईँलाई नि नेपालबाट बाबुआमाले हेर्छ नि त सबैले हेरेछ के भयो मलाई थाहा यो भिडियो त युट्युबमा चलाइदिने घरमै एकबार सबैको अगाडि किन उसोले हेर्नुहुन्छ नि सबैले आएर विदेशमा पनि लोकल कुखुराको खाइयो भन्ने हुन्छ नि त पाउँछ म त नेपाल गएपछि त बाइक किनिहाल्छु एउटा सो गाई छैन अब चाहिँ सबै खाइसकिसकेर चाहिँ बसिरहेको होइन अब अङ्कलले चाहिँ खानुभएको छैन यो चाहिँ अङ्कललाई राखिदिएको यहाँ अचार छ यहाँ भात छ कोक छ यो पानी होइन खाएको चाहिँ भिडियो बनाउनु पाइएन गफ गरिदिनु नि त सो गाई छैन अब चाहिँ जानु लागेको यहाँनिर चाहिँ अङ्कल छ यहीँतिर फोटो खिचिदिउँ एउटा के भन्नु छ के भन्नु न के भन्नु पर्यो यहाँ सबैजनाले लाइक सेयर गर्नु भन्नु के भिडियोमा र सबैजनाले लाइक भिडियो गर्नु सबैजनालाई हाम्रो समेत ब्रदरलाई है सबैजनाले भनेको चाहिँ माया गरिदिनु होला होइन त्यहाँदेखि सेक्ससाइज गरिदिनु होला लाइक भनेर तपाईँहरूलाई म सबैलाई भनेको नि प्लिज है हाम्रो ब्रदर भनेको एकदम भनेको भेज भएको मान्छे है प्लिज तिमीलाई ल भोलि पर्सि भनेको हामी सँगै आउँछौँ है एउटा कुरो यो हो तपाईँको भनेको कस्तो नि उहाँ समेत श्रेष्ठ भनेको मान्छे हो राम्रो मान्छे हो भिजन भएको मान्छे हो उहाँलाई पनि तपाईँले कहिले काहीँ भनेको लाइक गरिदिनु र उहाँसँग कहिले पनि आउनु सक्छु होला सायद होइन त्यहाँदेखि भनेको हाम्रो कुनै सङ्ग भनेको तपाईँसँग पनि आउनु सक्छ होला होइन मेरो कुनै पनि सङ्ग आउनु सक्छु तपाईँलाई आउनु सक्छु होला र मसँग पनि दिन सक्छु होला र त्यसको लागि तपाईँलाई म भनेको एकदम धन्यवाददेखि सबैजनालाई मेरो भनेको भाइको होइन समीर भाइको भनेको समीर भाइको समीर भाइको भने तपाईँ कस्तो भने नि अब युट्युबबाट म चलिरहेको छु बोलिरहेको छु र तपाईँले कस्तो भन्यो भने हाम्रो समीर भाइलाई लाइक गरिदिनु होला होइन त्यसमा भनेर तपाईँले सबैले पनि लाइक सेसेट गरिदिनु होला त्यसमा पनि अब तपाईँको कस्तो पनि कहीँ भनेको तपाईँलाई एउटा भिडियो म तपाईँलाई दिन्छु भोलि पर्सि है किनभने तपाईँलाई के भन्छ भने तपाईँको पनि भनेको किन भनेको सायद हुन हो तपाईँले मान्नु नमान्नु होइन तर तपाईँको यस्तो हुनु नि अब समीर भाइसँग कुनै दिन आउँला समीर श्रेष्ठ एकदम राम्रो मान्छे हो र भनेको कस्तो भने अब तपाईँले सोच्नुहुन्छ कि समीर भनेको को भनेर सोच्नुहुन्छ समीर श्रेष्ठ भनेको नि एउटा झापलको एउटा घन्टीको भएको मान्छे हो कि पनि अब होइन र त्यही भएर सबैले मलाई माया गरिदिनु होला म त्यही भन्छु है भोलि पर्सि तपाईँ हामी भेटियो भने कस्तो भने नि समीर श्रेष्ठ भनेर उहाँलाई भेट्ने तपाईँले पाउनुहुन्न किनभने अब उहाँ माथि पुग्नुहुन्छ उसलाई भेट्न तपाईँले भनेको मलाई सोध्नु परेछ र म त भन्दिनँ कि मलाई भेट्नु होला भोलि पर्सि र तपाईँ भनेको नि समीर श्रेष्ठ भनेको चाहिँ मान्छे भनेको मेरो मित्र नै हो भाइ नै हो मलाई भेट्नु त्यहाँदेखि भनेको उसँग कुरा गर्नुहुन्छ बोल्नुहुन्छ ऊ मान्छे भनेको एजेट मान्छे किनभने एजेट मान्छे हामी हुन सकिँदैन होइन धन्यवाद ल हल्का तारिफ छ नि अब चाहिँ म लाग्दिनु लागेको खतरा हो एडभाइस खतरा हो यतिको दिनुपर्छ होइन सपोर्ट यतिको गर्नुपर्छ भाइहरूलाई यो दाइ भएर काम छैन यसको भोलि भ्लगमा हेर्नु ल भाइ त्यही हो अलिकति भ्युज बढाउनु लागि त हो भन्नु पऱ्यो नि त भोलि भ्लगमा हेर्नु सबैजनाले
अनि तर मलाई चाहिँ के डाउट लागिरहेछ भन्दाखेरि यो एसीले गर्दाखेरि चाहिँ अब सर आए जस्तो लागिरहेछ क्या रुमभित्र बनाउनु पर्ने रहेछ त्यही हो लेट्स गो अब चाहिँ हामी जाँदै गरेको होइन अब गएर चाहिँ बाटोमा यसो अब फेरि त्यस्तै खालको रमाइलो गर्ने मान्छे खालको त बङ्गाली जस्तो भेट्यो भने चाहिँ भ्लग बनाउने हो नत्र त सिधै रुममा पुगेपछि बनाउनुपर्छ लेट्स गो अब हामी जाँदै गरेको क्या मार के रखा है ऐसा ऐसा भी होता है ना सीधा क्या बोले डिम लाइट बाल के चल रहा है देखा क्या कर दिया यहाँ पर हमारा एक अंकल है आपका नाम क्या है मेरा नाम अब्दुल हामिद अब्दुल हमीद कितने साल हो गए आपको इधर मेरा हो गया तो त्यही हो अनि अब त्यहाँ गएर चाहिँ अनि त्यसरी जानुपर्ने छ रुममा निन्दा लागिसकेको छ हिजो पनि नसुतेको आज नसुतेको होइन तिमीलाई म हल्का भ्यू देखाइदिन्छु ल कतारको सुजालाई चाहिँ छोडेर म चाहिँ घर जाँदै गरेको होइन फाइनली म चाहिँ रुम आइसकेँ होइन भर्खरै यहाँ बाहिर चाहिँ के अरे एउटा मेरै आँखा अगाडि क्या के अरे अब भिडियो सिडियो हाल्न मिल्दैन होइन तर मेरो आँखा अगाडि क्या गाडी कुदिरहेछ अगाडि होइन आँखा अगाडिमा कुनै तलै झरिदिएको क्या तलै झरिदिएको अनि के भन्नु अब त्यस्तै तर इन्टरसेप्ट गर होला होइन नोटिफिकेसन आउने बित्तिकै हान्छ क्या ढ्याम्मै त्यही यो रुम आइसक्यो अब रुममै बस्ने होइन धेरै बाहिर पनि कुद्नु हुँदैन किनकि बाहिर कुद्नु भने खतरा हुन्छ बाहिर धेरै खतरा छ परदेशी जिन्दगी यस्तो हुन्छ है केटा हो कस्तो हुँदैछ दाजु परदेशी जिन्दगी अब यही हालिदिन्छु भोलि बोक्नु यही हो क्या जुङ्गा पलाउने नुस्का जुङ्गा पलाउँछ पलाउँदैन होला दाजुले लाउने हो अब यसलाई चाहिँ यतिकै सुक्न दिने हो अनि भोलिपल्ट चाहिँ टक्क फेसवासले मुख धुने हो क्या यो धेरै दिन पछाडि ब्लग आएको छ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अनि यो फोन चाहिँ मैले पुरानो फोनबाट बनाएको क्या नयाँ फोन ल्याइदिनु ल 8+4 256 यो फोनमा नि क्यामेरा त राम्रै आउँछ तर अलिकति स्टोरेज नपुगेर मात्रै हो कि तेल धेरै लागिएछ र आज सो थ्याङ्क यू फर वाचिङ माई भिडियो आजको लागि चाहिँ यति नै हेर्दै गर्नु होला नयाँ ब्लग आजको लागि चाहिँ बाई